सहकारीहरू होइन हाम्रो समुदाय अनि अर्थतन्त्रकै एउटा महत्त्वपूर्ण हिस्सा हुन्। तर तिनको सफलता खै धेरै हदसम्म एउटै कुरामा निर्भर रहन्छ जस्तो लाग्छ, सदस्यहरूको सक्रियता। अझ खास गरी त्यो वार्षिक साधारण सभामा हो नि। आज हामी यही विषयमा अलि गहिरिएर हिँड्दैछौँ। सहकारीको साधारण सभा किन यति शक्तिशाली औजार हो अनि हरेक शेयर सदस्य त्यहाँ उपस्थित हुनै पर्ने कारण के हो? एकदमै सान्दर्भिक विषय हो यो। हामीसँग एउटा लेख छ, सहकारी साधारण सभाको महत्त्व र सदस्य सहभागिता भन्ने। यसले यो विषयका विभिन्न पक्षहरूलाई राम्रैसँग केलाएको छ। हाम्रो उद्देश्य चाहिँ यस लेखका विचारहरूलाई खोतल्ने, सहकारीमा सदस्यको वास्तविक भूमिका के हो अनि साधारण सभामा जानु उनीहरूको अधिकार मात्रै हो कि एउटा गम्भीर जिम्मेवारी पनि हो, यो कुरा प्रश्न पार्ने हो। ल सुरु गरौँ है त। हुन्छ। लेखमा नि एउटा एकदम आधारभूत तर महत्त्वपूर्ण कुराबाट सुरुवात छ। सहकारीको मालिक भनेकै सदस्यहरू हुन् रे। बिल्कुल। अनि साधारण सभालाई मालिकहरूको सभा भनिएको छ। सुन्दा त कस्तो प्रभावशाली लाग्छ नि, तर के यो व्यवहारमा पनि त्यस्तै शक्तिशाली छ त? यो अवधारणा नै सहकारीको जग हो। मालिकहरूको सभा भन्ने शब्द होइन, यो केवल अलङ्कार मात्र होइन, यो त कानुनी र व्यावहारिक सत्य हो। ए हो र? हो नि। सदस्यहरूले नै त पुँजी हालेका हुन्छन् होइन, उनीहरूले नै सेवा लिन्छन् अनि संस्थाको जोखिम र फाइदा दुवै उनीहरूले नै बेहोर्छन्। त्यसैले साधारण सभा भनेको त्यो औपचारिक थलो हो जहाँ यी मालिकहरू वर्षमा एक पटक जम्मा भएर आफ्नो संस्था कसरी चल्यो, कहाँ चुक्यो, अब कसरी अगाडि बढ्ने भनेर सामूहिक निर्णय गर्छन्। तर खै कतिपय अवस्थामा सदस्यहरूले आफूलाई केवल ग्राहक जस्तो मात्रै सोच्ने चलन पनि देखिन्छ नि, होइन र? हो, त्यो एउटा ठूलो चुनौती हो। यो मालिकवाला भावना किन कमजोर हुँदै लान्छ होला? जब सदस्यहरू साधारण सभा जस्ता महत्त्वपूर्ण प्रक्रियाबाट टाढा रहन्छन् नि, उनीहरू बिस्तारै आफ्नो त्यो स्वामित्वको भूमिकाबाट अलि पर हुँदै जान्छन् क्या। उनीहरूले संस्थालाई यो त अरू कसैले चलाउने हो जस्तो ठान्न थाल्छन्। साधारण सभामा उपस्थित हुनुले नै त्यो स्वामित्वको भावनालाई निरन्तर ताजा बनाइराख्छ। जब तपाईँ सभामा जानुहुन्छ, संस्थाको हिसाब किताब सुन्नुहुन्छ, प्रश्न गर्नुहुन्छ, भोट हाल्नुहुन्छ, तब तपाईँलाई हो यो मेरो पनि संस्था हो भन्ने अनुभूति बलियो हुन्छ के? सही कुरा। मालिक नै आफ्नो संस्थाको समीक्षा बैठकमा आएन भने त्यो संस्था कसको हितमा चलिरहेको छ भनेर कसले यकिन गर्ने त? ठिक हो। मालिक नभएपछि त घरको निर्णय अरूले नै गरिदिने भयो। यसले मलाई अर्को महत्त्वपूर्ण पक्षमा पुर्यायो, पारदर्शिता र जवाबदेहिता। एकदम महत्त्वपूर्ण। लेखमा भनिएको छ साधारण सभाले यी दुई कुरा सुनिश्चित गर्छ रे। सभामा वार्षिक प्रतिवेदन, लेखा परीक्षण रिपोर्ट अनि आय-व्यय विवरण सबै प्रस्तुत हुन्छन्। यसले कसरी काम गर्छ व्यवहारमा? वर्षभरि गरेका काम, कमाएको नाफा वा घाटा, गरेको खर्च, भविष्यका योजनाहरू, यी सबै कुरा लिखित रूपमा हरेक सदस्यको हातमा पुग्छन् अनि त्यसमाथि छलफल हुन्छ। लिखित रूपमै? हो, लिखित रूपमै। अनि लेखा परीक्षक, जो सामान्यतया सदस्यहरूबाट अनुमोदित स्वतन्त्र व्यक्ति वा फर्म हुन्छ, उसले संस्थाको आर्थिक कारोबार नियमसँग छ कि छैन, हिसाब किताब ठिकसँग राखिएको छ कि छैन भनेर जाँचेको रिपोर्ट पनि त्यही प्रस्तुत हुन्छ। त्यो लेखा परीक्षण रिपोर्ट भनेको बाहिरको अडिटरले गरेको जाँच भयो, होइन? हो, बाहिरको स्वतन्त्र जाँच। अनि सदस्यहरूले प्रश्न गर्न पाउँछन्, जस्तो यो खर्च किन यति धेरै भयो, वा लेखा परीक्षकले उठाएको यो कैफियत के हो? यस्ता प्रश्नहरू सोध्न पाइन्छ। बिल्कुल, यही त हो जवाबदेहिता सुनिश्चित हुने तरिका। जब सदस्यहरूले प्रतिवेदनहरू पढेर बुझेर प्रश्न गर्छन्, तब व्यवस्थापन र सञ्चालक समिति ती प्रश्नहरूको चित्त बुझ्दो जवाब दिन बाध्य हुन्छन्। बाध्य नै हुन्छन्। हुनै पर्यो नि। यो पैसा कहाँ खर्च भयो, किन यो लगानीबाट सोचे जस्तो फाइदा आएन, लेखा परीक्षणमा देखिएको यो कमजोरी सुधार्न के गरिँदैछ, यस्ता प्रश्नहरूले नै पदाधिकारीहरूलाई सदस्यप्रति उत्तरदायी बनाउँछ। यदि सदस्य उपस्थितै भएनन् वा खै भएर पनि चुपचाप बसे भने यो पारदर्शिता र जवाफदेहिताको संयन्त्र कमजोर हुन्छ अनि संस्थामा अपारदर्शी काम गर्ने र जवाफदेही नहुने प्रवृत्ति मौलाउन सक्छ। हो त नि, यो त संस्थालाई स्वस्थ राख्ने एउटा चेक एन्ड ब्यालेन्स प्रणाली जस्तै भयो। एकदम। तर यो प्रणाली चल्नलाई सदस्यको उपस्थिति र सक्रियता चाहियो। ल अब निर्णय प्रक्रियाको कुरा गरौँ न त। लेख अनुसार पदाधिकारी छान्नेदेखि लिएर नाफा बाँड्ने, नयाँ नीति बनाउने जस्ता
ठूल्ठूला निर्णयहरू साधारण सभाबाटै हुन्छन् रे। हो, यहीँनिर सदस्यको वास्तविक शक्ति देखिन्छ। यो सदस्यको हातमा कति ठूलो शक्ति हो त? यो असाध्यै ठूलो शक्ति हो। सहकारी भनेको लोकतन्त्रको एउटा सानो रूप जस्तै हो, जहाँ एक सदस्य एक मतको सिद्धान्त लागू हुन्छ। शेयर जतिसुकै होस्, भोट एउटै। हो, तपाईले कति धेरै शेयर किन्नु भएको छ भन्ने कुराले तपाईको मतको वजन फरक पार्दैन। हरेक सदस्य बराबर। साधारण सभामा नै सदस्यहरूले भोट दिएर आफ्नो प्रतिनिधि मतलब सञ्चालक समिति, लेखा समिति चुन्छन्। उनीहरूले नै संस्थाको वार्षिक नीति तथा कार्यक्रम र बजेट पास गर्छन् अनि वर्षभरिको नाफालाई कसरी वितरण गर्ने, सदस्यलाई कति बोनस दिने, कति जगेडा कोषमा राख्ने, कति सामाजिक काममा खर्च गर्ने, यी सबै निर्णय सदस्यको बहुमतले गर्छ। भनेपछि यदि म साधारण सभामा गइन भने मेरो संस्था कसले चलाउने, मेरो पैसा कहाँ लगानी हुने, मैले कति प्रतिफल पाउने भन्ने जस्ता महत्त्वपूर्ण निर्णयहरूमा मेरो कुनै भूमिका भएन त? हो, ठ्याक्कै त्यही हो। तपाईको अनुपस्थितिमा अरू उपस्थित सदस्यहरूले गरेको निर्णय तपाईले मान्नुपर्ने हुन्छ, चाहे त्यो तपाईको हितमा होस् वा नहोस्। ए बाबा, यदि तपाईलाई लाग्छ कि संस्थाले गलत ठाउँमा लगानी गर्दैछ वा नाफा वितरणको नीति खै न्यायोचित छैन वा चुनिएका पदाधिकारीहरू सक्षम छैनन् भने आफ्नो मत मार्फत त्यसलाई प्रभावित गर्ने ठाउँ नै साधारण सभा हो। तपाईको एउटा मतले पनि निर्णयलाई बदल्न सक्छ, विशेष गरी साना सहकारीहरूमा। त्यसैले यो केवल औपचारिकता होइन, यो त संस्थाको भविष्य निर्माणमा आफ्नो हिस्सेदारी स्थापित गर्ने प्रक्रिया हो। यो त सिधै सदस्यको अधिकार र सरोकारको रक्षासँग जोडियो नि। जोडिएन त? लेखमा पनि भनिएको छ, आफ्नो लगानी र अधिकारको सुरक्षा गर्न सदस्य उपस्थित हुनै पर्छ। यसलाई अझै खुलाउन सकिन्छ कि कसरी हुन्छ सुरक्षा? अवश्य। सहकारीमा तपाईले गरेको लगानी मतलब शेयर र बचत त्यो तपाईको सम्पत्ति हो। हो त। संस्थाले गर्ने हरेक निर्णयले त्यो सम्पत्तिको सुरक्षा र वृद्धिमा असर पार्छ। जस्तो यदि सञ्चालक समितिले एकदमै जोखिमपूर्ण क्षेत्रमा लगानी गर्ने प्रस्ताव ल्यायो भने त्यसले तपाईको लगानी डुब्ने खतरा बढाउँछ, हैन? हो। यदि संस्थाले सदस्यलाई दिने सेवा जस्तै ऋणको ब्याज दर, बचतको ब्याज दर, अरू सुविधाहरू त्यो सम्बन्धी नीति परिवर्तन गर्यो भने त्यसले तपाईलाई सिधै फाइदा वा घाटा हुन्छ। साधारण सभामा उपस्थित भएर तपाईले यस्ता प्रस्तावहरूमा आफ्नो राय राख्न सक्नुहुन्छ, प्रश्न उठाउन सक्नुहुन्छ र आवश्यक परे विपक्षमा भोट हालेर आफ्नो हित विपरीत हुने निर्णय रोक्न सक्नुहुन्छ। मतलब यो एक किसिमले आफ्नो लगानीको पहरेदार बन्ने अवसर पनि भयो। एकदम, तपाईँ आफ्नो लगानीको पहरेदार हो। तपाईले तिरेको शुल्कबाटै संस्था चलेको छ। हो। साधारण सभामा तपाईले आफ्नो कुरा राख्नु भएन, छलफलमा भाग लिनु भएन भने तपाईको अधिकार र सरोकारको वकालत कसले गरिदिन्छ र? कहिलेकाहीँ बहुमतले अल्पसंख्यक सदस्यको हित विपरीत निर्णय गर्न सक्छ। तपाईको उपस्थिति र आवाजले त्यस्ता सम्भावनालाई कम गर्छ। यो आफ्नो अधिकारप्रति सचेत हुने र त्यसलाई प्रयोग गर्ने महत्त्वपूर्ण अवसर हो। अनुपस्थित हुनु भनेको एक प्रकारले आफ्नो अधिकारलाई व्यवस्था गर्नु जस्तै हो। बुझ्यो। आर्थिक र व्यवस्थापकीय कुराहरू त भए, तर लेखले एउटा अलि फरक सामाजिक पक्ष पनि उठाएको छ। त्यो पनि महत्त्वपूर्ण छ। साधारण सभालाई सदस्यहरू बीच भेटघाट, संवाद र एकता बढाउने ठाउँ पनि भनिएको छ। यो कतिको महत्त्वपूर्ण होला कि यो औपचारिकता मात्रै हो? होइन, यो पटक्कै औपचारिकता मात्र होइन। सहकारीको एउटा मूल सिद्धान्त नै सहयोग र सामूहिकता हो नि। हो त। साधारण सभाले वर्षमा एकपटक फरक फरक पृष्ठभूमि, पेशा, समुदायका सदस्यहरूलाई एउटै छानामुनि ल्याउँछ। त्यहाँ औपचारिक छलफल मात्र हुँदैन, अनौपचारिक कुराकानी, चिनानजान अनि अनुभव आदान प्रदान पनि हुन्छ। यसले सदस्यहरूबीच आपसी विश्वास बढाउँछ, सामाजिक सम्बन्ध बलियो बनाउँछ, हामी एउटै संस्थाका सदस्य हौं भन्ने भावना जागृत हुन्छ के। तर यसरी भेटघाट र चिनजान बढ्दैमा संस्थालाई के फाइदा हुन्छ र? यो त व्यक्तिगत सम्बन्धको कुरा भएन र? हुन्छ, अवश्य हुन्छ। बलियो सामाजिक सम्बन्ध र आपसी विश्वासले नै संस्थाको सामाजिक पुँजी, सोशल क्यापिटल बनाउँछ। सामाजिक पुँजी? हो।
जब सदस्यहरू बीच राम्रो सम्बन्ध हुन्छ उनीहरू संस्थाका गतिविधिमा अझ बढी सहभागी हुन उत्प्रेरित हुन्छन्। संस्थामा कुनै समस्या आइपर्दा जस्तो आर्थिक सङ्कट वा व्यवस्थापकीय चुनौती सदस्यहरू एकजुट भएर समाधान खोज्न तयार हुन्छन्। उनीहरू संस्थाप्रति बढी वफादार हुन्छन्। यसले सहकारीलाई केवल नाफा कमाउने मसिन मात्र नभएर सदस्यहरूको साझा प्रयासबाट बनेको एउटा जीवन्त सामाजिक सङ्गठनको रूपमा स्थापित गर्छ। यो दीर्घकालीन सफलताका लागि निकै महत्त्वपूर्ण छ। यो सामाजिक पक्षले त संस्थाको आन्तरिक शक्ति बढाउने रहेछ। राम्रो कुरा हो यो। अब अलिकति कानुनी पक्षतिर लागु न त। हुन्छ। लेखमा सहकारी ऐन 2074ले नै साधारण सभा अनिवार्य गरेको कुरा छ र सदस्य नपुगे मतलब कोरम नपुगे सभा नै नहुने भन्ने पनि रहेछ। हो, यो एकदमै महत्त्वपूर्ण कानुनी व्यवस्था हो। यो कानुनी बाध्यता कस्तो हो? नेपालको सहकारी ऐन 2074 अनुसार हरेक सहकारी संस्थाले आफ्नो आर्थिक वर्ष सकिएको 6 महिनाभित्र वार्षिक साधारण सभा बोलाउनै पर्छ। यो ऐनको पालना गर्नु संस्थाको कानुनी दायित्व हो। स्थानीय तहले कारबाही गर्न सक्छ अनि सभा हुनका लागि ऐनले तोकेको न्यूनतम सदस्य संख्या उपस्थित हुनै पर्छ। त्यसलाई गणपूरक संख्या वा कोरम भनिन्छ। कोरम त्यो सामान्यतया कति हुन्छ? सामान्यतया कुल सदस्य संख्याको 51% वा सहकारीको आफ्नै विधानमा तोकी अनुसार हुन्छ। त्यो उपस्थित हुनै पर्छ। यदि कोरम पुगेन भने के हुन्छ त? सभा अर्को दिनलाई सर्ने मात्रै हो कि अरू पनि असर पर्छ? कोरम नपुग्नु भनेको साधारण सभा स्थगित हुनु हो। यो केवल मिति सर्नु मात्र होइन, यसले संस्थाको सम्पूर्ण वार्षिक प्रक्रियालाई नै असर पार्छ। कस्तो असर? जस्तो अघिल्लो वर्षको लेखा परीक्षण प्रतिवेदन पास हुन सक्दैन। त्यसले गर्दा संस्थाको आर्थिक पारदर्शितामा प्रश्न उठ्न सक्छ। अर्को वर्षको लागि बजेट र कार्यक्रम स्वीकृत हुन सक्दैन। ओहो, हो नि। अनि नयाँ योजनाहरू सुरु गर्न वा नियमित काम गर्न बाधा पर्छ। नयाँ सञ्चालक समिति वा लेखा समितिको चुनाव गर्नुपर्ने छ भने त्यो पनि रोकिन्छ। नेतृत्व चयन नै रोकिने भयो। नाफा वितरणको निर्णय हुन सक्दैन। सदस्यहरूले पाउने बोनस वा प्रतिफलमा ढिलाइ हुन्छ। बारम्बार कोरम नपुगेर सभा स्थगित भइरह्यो भने त संस्था नै निष्क्रिय हुन सक्छ अनि नियामक निकायले हस्तक्षेप गर्नुपर्ने अवस्था पनि आउन सक्छ। हे बाबा, कोरम नपुग्दाको असर त निकै गम्भीर पो रहेछ। छ त। त्यसैले कोरम पुर्याउनु हरेक सदस्यको कानुनी र नैतिक जिम्मेवारी हो। यसले त संस्थाको काम कारबाही नै ठप्प पार्न सक्ने भयो। अब अन्तिम बुदामा जाउँ है। लेखकले साधारण सभामा उपस्थित हुनुलाई जिम्मेवार सदस्यताको परिचय भनेको छ। यो भन्नुको आशय के होला? के उपस्थित हुनु मात्रै काफी छ त? यो निकै गहन कुरा हो। जिम्मेवार सदस्यता भनेको केवल साधारण सभामा भौतिक रूपमा उपस्थित भएर हाजिरी गर्नु मात्रै होइन। यो एउटा सक्रिय र सचेत भूमिका हो। जिम्मेवार सदस्यले साधारण सभामा जानुअघि संस्थाले दिएका प्रतिवेदनहरू जस्तो वार्षिक प्रगति, आर्थिक विवरण, लेखा परीक्षण रिपोर्ट अध्ययन गर्छन्। तयारी गरेर जाने? हो, तयारी गरेर जाने। उनीहरू सभामा हुने छलफलमा ध्यान दिएर सुन्छन्, नबुझेका कुरामा प्रश्न सोध्छन्, आफ्नो विचार स्पष्टसँग राख्छन् अनि निर्णय प्रक्रियामा आफ्नो मतको प्रयोग गर्छन्। भनेपछि तयारीका साथ जाने र सक्रियता देखाउने कुरा भयो। निष्क्रिय श्रोता भएर मात्र भएन। भएन। निष्क्रिय श्रोता वा केवल भत्ताको लागि उपस्थित हुने प्रवृत्तिले संस्थालाई फाइदा गर्दैन। जिम्मेवार सदस्यले संस्थाको हितलाई केन्द्रमा राखेर आफ्नो भूमिका खेल्छन्। उनीहरूले राम्रो कामको प्रशंसा गर्छन् भने कमी कमजोरीहरूमा रचनात्मक आलोचना र सुझाव पनि दिन्छन्। यो आफ्नो संस्थाप्रतिको अपनत्व, कर्तव्यबोध र त्यसलाई सफल बनाउने प्रतिबद्धताको अभिव्यक्ति हो। सही हो। सक्रिय र जागरूक सदस्यहरू नै सहकारीको वास्तविक शक्ति र सफलताको आधार हुन्। उनीहरूको निष्क्रियताले अन्ततः संस्थालाई कमजोर बनाउँछ, चाहे त्यो जतिसुकै ठूलो वा पुरानो किन नहोस्। बुझियो। त्यसो भए आजको यो विस्तृत छलफलबाट हामीले के निष्कर्ष निकाल्न सक्छौं भने सहकारीको साधारण सभा केवल एउटा वार्षिक कर्मकाण्ड होइन। बिल्कुल होइन।
यो त सदस्यहरूका लागि आफ्नो स्वामित्व प्रमाणित गर्ने, संस्थाको काम कारवाहीमा निगरानी राख्ने, महत्त्वपूर्ण निर्णयहरूमा सहभागी हुने, आफ्नो अधिकार सुरक्षित गर्ने र सँगसँगै त्यो सामुदायिक भावना बलियो बनाउने एउटा बहुआयामिक मञ्च हो। निश्चय पनि सदस्यहरूको अर्थपूर्ण र सक्रिय सहभागिता बिना सहकारीको मूल मर्म नै अपुरो हुन्छ। पारदर्शिता, जवाफदेहिता, लोकतान्त्रिक नियन्त्रण, सदस्यको आर्थिक हितको सम्वर्धन र संस्थाको दिगो विकास, यी सबै कुरा सदस्यहरूको जीवन्त उपस्थितिले मात्रै सम्भव हुन्छ। साँच्चै यो सहकारीको आत्मा नै हो भन्दा फरक नपर्ला। पर्दैन। यो छलफलले मलाई एउटा फराकिलो प्रश्न सोच्न बाध्य बनायो के हामीले सहकारीको साधारण सभामा सक्रिय सहभागिताको महत्त्वबारे यति कुरा गर्यौं, तर के यो जिम्मेवारी बोध र सक्रियताको आवश्यकता सहकारीमा मात्र सीमित छ त? राम्रो प्रश्न। हामी नागरिकको रूपमा, कुनै समूहको सदस्यको रूपमा वा कुनै सङ्गठनको अंशीदार स्टेकहोल्डरको रूपमा अन्य धेरै ठाउँमा जोडिएका छौँ नि। के हामी ती संस्थाहरूमा पनि आफ्नो भूमिकालाई यत्तिकै गम्भीरताका साथ लिन्छौँ होला? खै, यो त सोच्नुपर्ने कुरा हो। कतै यो सहकारीमा देखाउनुपर्ने सक्रियता हाम्रो बृहत नागरिक दायित्व र सहभागितामूलक लोकतन्त्रको अभ्यासको एउटा सानो तर महत्त्वपूर्ण प्रतिबिम्ब पो हो कि? हुन सक्छ। यो पक्कै पनि विचारणीय प्रश्न हो।